This is us before the trek. Energetic. मासु भात खाएर हिँडेको. मासु भात खाएर हिँडेको. चिया. आर्यन मासु भात फुल अफ इनर्जी फुल अफ लाग्यो हामी. ठिकठाकै छ है. अहिले बिहानको कति बजे हो? 8:10. हामी हिँडेको 6:50 मा हिँडे हो. अहिले 8:10 भयो भनेपछि कति घन्टा हो? 2 घन्टा. ठ्याक्कै 2 घन्टा भयो. सो इन 2 घन्टा हामी चाहिँ सिकुरी भन्ज्याङ आइपुग्नु लाग्यौँ. 10 बजे सिरदन चौतारा. सो दिस इज द वे. लुक एट दिस प्लेस. अरे मजा लिनु दिएन यार त. हिँड्नु मात्रै त के मजा. यता कट्टुसको चिलाउने कट्टुसको रुख होइन. दाबे मेरोमा ल लट्टी काट्छ रे केटोले. सिरधन चौतारा चाहिँ कता अरे यता. अब यो झोला त खोल्नै पर्यो होला नि त्यसो. ए सर एकछिन मुटु चुस भयो क्या हो. हेन्सम देखाएको छु नि म. ट्रेकमा हुँदाखेरि पनि हेन्सम हुनु पर्यो क्या. नाइट ड्रेस लगाएर आएपछि कहाँ हुन्छ त. नाइट ड्रेस भन्दैन यसलाई कान्छ. सो बाबु थु ओइ घाइते होला चाहिँ फेरि घर फर्किनु पर्ला. 2 भाइले हात र खुट्टा यसरी झल्टाङ बनाउँदै हिँड्नु पर्ला. एकचोटि हाँसिदिनु त. यार अस्तिदेखि त्यो उता गएर आएदेखि यतापट्टि कान बन्द छ यार. मजाले सुन्दिनँ हौ. एकचोटि फेरि हाँसिदिनु त. आर्यनले ठिकै भन्छ. लेक लागेर अरे. त्यो नबनाएकै राम्रो होला नि होइन. यो त्यो म बनाउँछु. तपाईँलाई के त्यहाँ छ होइन बनाउँछु मात्रै हुन्छ. टेक्नु त अब हान्नु न. यस्तो चाहिँ राख्नु नि. यस्तो चाहिँ राख्नु. पक्रिनु थाल्नु. हस्. अहिले भुडी उनिन्छ क्या. यस्तो मठ हाल्नु. हातमा होला है. यो मान्छेलाई हामीले सुतिरहेको बेलामै उठाएर लिएको. तेरो अहिलेसम्म लुगा फेर्नु भएको चाहिँ भेटा छैन. तिमीलाई काफी चाहिँले हुन्छ. डर छ यहाँनिर हालिदिनु कि बनाउनु. त्यो त्यस्तो हो. यो चाहिँ के गर्नु फालौँ. आगो जलाउनु हुन्थ्यो राति. आगो जलाउनु जति पनि जङ्गलमा. यस्तो कि यस्तो तिम्रो मर्दिनु. यस्तो हो. धन्यवाद. यस्तो तेर्सो गरेर हान न. भर्टिकल होरिजेन्टलले यति राम्रो देखिँदैन कि भिडियो. ल धेरै छोटो बनाइदिनु डाटा हुन्छ. अर्को काट्नु चाहिँ अलिक मोटो तँलाई हुन्छ. लाली गुराँस अजम्बरी चम्पा चमेली डाँडा आइपुग्नु लाग्यो हो. लाली गुराँस टिप्छु म खोइ. आर्य अन भइरहेछ. बिस्तारै. हो त्यही छेउको टिप्नु न. हो त्यो अगाडिको
ठुलो छ त्यही वन जङ्गल मास्ने यसरी नै हो तपाईँले गर्दा वन जङ्गल फडाडी ऊ त्यहाँनिर रहेछ त बोट त एउटा लालीगुराँसको यो नटिप्नु हौ त्यो घर लानु घरलाई नि 100 वर्ष बाँच्ने भए ल टिप्नु भन्दा 1300 गरेर न यार त्यस्तो यो तिम्रो लागि हो नि हुनेवाला केटाहरूको भाउजूको लागि यो चाहिँ होइन 4वटा छ सायद काठमाडौँ नेपालको चिनारी हो भन्नु नि नेपालको त्यहाँ दिनुपर्छ है नेपालको चिनारी होइन राष्ट्रिय फुल राष्ट्रिय फुल राष्ट्रिय माया फेरि नेपालमा कति प्रजाति गरे खै कति प्रजातिको छ हौ साँच्ची यार मलाई दुईटा चाहिँ थाहा छ एउटा रातो एउटा सेतो कति भन्थ्यो आमा 36 कति हो आमा न केटा भन्नु न हौ नाम पानी पिउने यो हाम्रो के अरे गाउँले स्टाइल मिठो है गुलियो अबोइ अनि अमृत हो अमृत खै अब मेरो पालो मर्दिन भन्नु है अब मेरो पालो है आयो मेरो थोप्रै आएको छैन मेरो थोप्रा फेरि फेरि रिटेक ए ल ल आर्य यता देखाउनु परेन चुइन्छ नचुइ खानु पर्यो नि त अमृत हो कि अमृत सुरुप सुरुप न्यू एक्सपिरियन्स यो चाहिँ भनेको यहीँ भित्रबाट उब्जेको पानी इट्स भेरी क्लिन एन्ड टाइडी कहाँ यार काठमाडौँको जस्तो पानी नखाएको 4 दिन भइसक्यो अनि मेन भर्सेस वाइल्डको के अरे बियर ग्रिल्स हो कि के हो नेपाली बियर ग्रिल्स इनफ दामी ल जाउँ लागौँ यो हाम्रो केटाहरूलाई बनाइदिएको लट्ठी ओइ के अरे सपना कल्पना भन्दाखेरि एउटा गीत याद आएको थियो तिम्रो तिम्रो सपनामा आज एउटी परी के भन्ने थाहा छैन खै कुन स्वर्गबाट झरी कोमल अङ्ग छ बोल्ने ढङ्ग छ आहा मैले त्यही भएर मन पराएको तिमी जस्तो हो र तिमी त उठ्दा बस्दा खाँदा पिउँदा कटुस रहेछ ए हो रहेछ यार बतास चल्यो बतास थाक्यो हौ थाक्यो यार आर्य पछाडि आउँदैछ है ल ओइ यता हेर्न हाई भन्दै त्यति हो एक दुई शब्द बोल्नु पर्दैन हामी दुई भाइले चाहिँ लाली गुराँस टक्क ब्यागमा लगाएर त्यसलाई लगा भनेको के गर्छ यो ओए नगर पासो थापेको हो हो र
कट्टुस भन्दै नि त कुन चाहिँ रुख कटुसको ठुलो प्रजाति ढाल्ने ला सरी ढाल्नेको रुख ओहो हेर त कस्तो ठुलो छ है ओहो 5 भाइ रहेछ 1 2 3 4 5 भाइ जेठा त यो जस्तो देख्छु त कस्तो ठुल्ठुलो मोटो छ के रुख फेरि जेठा माइला साइला कान्छ निम्दा हामी आएको हेर्नु त कतापट्टि आइपुग्यो अब ऊ नेरपा यतापट्टि हामी त एक फोनको पो हान्ने त्यहाँ एक फोनको हान्ने त है हिँड्नु डाँडामा यहाँ ठ्याक्कै हामी त टुप्पा भयो आर्यन कस्तो लाग्दैछ त तँलाई त्यो त तैँले बाघ आउँछ र बाघलाई हान्छु भनेरै हो आर्य हाउ आर यु फिलिङ उफ डाँडा पाखा Wow, what is this? Welcome to heaven. Oh my god! Wow! उहाँ हाम्रो आरएनजी अहिलेसम्म तन्दुरुस्त हुनुहुन्छ यहाँ हाम्रो हामी सबै जान हाम्रो दुबईबाट आउनुको शेखजीलाई के अरे उकालो मन परेन छ अब हामी यत्रो उकालो गर्दै गर्दै जानुपर्छ है यो सालमा उही छ उ ह के भगवान के बोखारी उही छ हो हिँडौँ Yeah. Cute. Oh, Obu James. चार खुट्टाले हिँडेको यहाँ म चाहिँ 3 खुट्टाले 2 खुट्टा है खाली आएको के छ भनेर